पाइदैन मात्रै हो। सो गाइस आफ्टर लङ टाइम ब्याक आज चाहिँ लगभग धेरै महिनापछि भिडियो आउँदैछ होइन। लास्ट मन्थ चाहिँ हेर्नु होला होइन। आज चाहिँ हाम्रो नयाँ कन्टेन्ट लिएर आइसकेको छु म। आज चाहिँ नयाँ कन्टेन्ट नयाँ सिजनको बेला म आँप चोर्ने सिजनमा आफै चोर्न जाँदैछु रातिमा। लगभग अहिले कति बजी हाम्रो अहिले बजिसक्यो 11 है। अहिले चाहिँ 11 बजिसक्यो। हामी चाहिँ आँप चोर्न जाँदैछौँ। काम यता माथि चाहिँ हामी आँप चोर्न जान्छौँ। चुपचाप भएर आँप चोरौँ के हुन्छ कसो हुन्छ। आँप चोराएको पनि भिडियो हेरौँ होइन। सिजन छ त्यही त अनि अब मलाई के हाल्नु केलाम भइरहेको रातिमा आँप भिडियो गराइदिउँ अब ब्लग गराइदिउँ अब हालिदिउँ भनेर हो। हामी जाँदैछौँ दुइटा ब्यागसँग प्याक ब्याग साग अझै टक्क लगाएर आउँदैछौँ है। यो ब्याग भइरहेको चाहिँ आँप चाहिँ टक्क लगाएर खाएको पनि भिडियो आउँछ ल गएको बाइक आइसक्यौँ है। आँप चाहिँ लिएर आइसक्यौँ। घर चाहिँ देखाउनु मिल्दैन कहाँ घर भनेर त्यो चाहिँ प्राइभेट है। त्यसपछि हामी चाहिँ आइसक्यौँ 11-12 बजीतिर रातिमा। त्यो डर चाहिँ हुन्छ है। टक्क पारेर चाहिँ ब्यागभित्र छु हामी रुममा गएर टक्क आँप च्याट्ट काटेर नुन खुर्सानीसँग टक्क करेन्ट छ नुन खुर्सानी छ त्योसँग खानुपर्छ ल एकछिन रुममा गएर म बेलुकी रुम पनि हिँडिने हो। यो टाढा पनि होइन फेरि त्यो चाहिँ यो है मेरो छोरी यो खाली छ यता कच्चा रातिमा गन्जासहित अन्त फेरि उयो पारामा गयो जो योभन्दा अगाडि चाहिँ मैले ब्लग स्टार्ट गरेको थिएँ फेरि बिचमा छाडेको थिएँ त्यो भएर अझै चाहिँ आँप चोर्ने 81 प्लान भयो क्या। डेको यति बसिरहेको थिएँ मोबाइल चलाएर नेट पनि थिएन जम्मा त बहिनीहरू आइदिएको है। ल हेर्छु अब रुममा गएर के हुन्छ कसो हुन्छ। रातिको 11:35 खाइदिउँ भनेर चालिदिउँ भनेर केही छैन धेरै बोलाउनु मिलेन रातिमा अरूले डिस्टर्ब हुन्छ भनेर अब के हुन्छ कसो हुन्छ अब मिलाइ टक्क नुकसानसँग एउटा दुईवटा छोरा भयो है। नेउरकान्छाले मिस गरेर हामीले यहाँदेखि ल नेउरकान्छालाई अब यहीँदेखि ल नेउरकान्छा त आएनछ है। आँप चोर्ने कस्तो रमाइलो हुँदो रहेछ डर पनि हुन्छ होइन। धन्दै रुखबाट खसिसकेको थियो लट्ठी भाँचेर रुखको हाँगा भाँचेर अब त्यही हो अब आँप खाने यो डरको धारामा खाँदै छ है। चोर्याप छ 2 घन्टा रातिको 12 बजी पनि खान्छ क्या हामी खान्छौँ ल अहिले बिहान भेटौँ आँप खाइयो अब अहिले बिहान भेटौँ गुड नाइट मर्निङ 8:30 भइसकेको रहेछ 8:30 भइसकेको छ होइन। बिहानको ढिलै भयो आज उठ्न त्यस्तै त हो। हिजो देखिहाल्नु भयो होइन राति आँपसँग चोर्न गएको राति 12 बजी आँप चोर्न गएको भयो होइन। आएर मोबाइल चलाउँदा के गर्दा ढिलै भयो राति अबेला सुत्यो त्यही भएर चाहिँ ढिलै भयो उठ्न पनि। त्यही नै हो आजको दिन के कस्तो हुन्छ देखिहाल्नुहुन्छ होइन। अब हामी कहाँ जान्छौँ के गर्छौँ आजको दिन देखाइहाल्छु हजुरहरूलाई। त्यही नै हो साथ देखाइदिनु होला माया साथ होइन सधैँ भइहाल्छ। त्यही नै हो चन्द्रमा उठिसक्यो आइसक्यो है। अब त्यही नै हो अब खाना खाएर हामी कहाँ जान्छौँ जग्गा। सो गाइज आज चाहिँ नेक्स्ट डे है। हिजो भिडियो आँप चोरेर भिडियो बन्द गरेको थिएँ फेरि मैले भोलि आज फेरि साँझको टाइममा भ्लग स्टार्ट गर्दैछु। दिउँसो गर्मिन्छ त्यही भएर आज हामी यसो गल्लीतिर बजारको गल्लीतिर चन्द्रमा यसो डुल्दैछौँ होइन। कम्प्युटर क्लास आएको हामी तर क्लास एकछिनपछि जाम्ला भनेर हामी यसो आँप चोरौँ पहिला भनेर हो। नेउरकान्छा चाहिँ क्लासमा पढ्दैछ हामी दुईवटा चाहिँ यसो बाहिरतिर भट्किँदै आँप लिची यस्तो गल्लीतिर हेर्दैछौँ बजारमा पनि हुन्छन् होइन। सो गाइस हेरौँ लिची आउने यहाँबाट पनि देख्ने हामीले यसो हेर्दैछौँ
त्यही भएर कता छ यसो हेर्नु पऱ्यो है ट्रेन चलिरहेको देखिरहँ होइन अब भन्नु सयरीको रिचार्ज हामीले लिची चोरेर एक ठाउँ राखिदिन्छ तपाईँ खानु लाग्यो त यसो हेर्नुपर्छ क्या यस्तो घरतिर लिची चाहिँ छ जस्तो लाग्यो है लिची चाहिँ छ है लिची चाहिँ छ है मान्छेले हेर्छ तालिका राख्नुपर्छ है लिची चाहिँ चुराइ रहेछ है खान त पाइँदैन जस हेर्ने मात्रै हो खान पाइन्न हेर्ने मात्र खान पाइन हेर्ने मात्रै हो खान पाइन है हेर्ने मात्रै हो लिची हाल्नुपर्छ लास्ट रहेछ त यार लिची आम्मा अहिले के गर्नु बाबुले त्यो माथिबाट हेरिराखेको क्या हाम्रो बाबुलाई अब एकछिन अब लिची यसो अब साँझतिर हुन्छ है के गर्ने त क्या हेर कन्टेन्ट छैन भालुलाई हेर्ने आँपा हेर्ने यस्तै त छ गल्ली गल्ली हेर्ने न्युक्रान्स क्लास पढ्दैछ न्युक्रान्स क्लासमा भेट्छौँ अनि सरले हामीलाई के भन्नुहुन्छ गाली गर्नु सिकाउँछु मैले गाली खानेलाई एकछिन क्लासमा गएर होइन त हेर्दा मजाले सो गाइस हामी चाहिँ क्लासमा आइसक्यौँ है शीतल गाडी हामी पनि क्लास चाहिँ यो सबैतिस चोक ट्याक यहाँनिर पर्छ क्लास जान्छौँ एकछिन अब दुर्गाञ्चले पढ्दै होला क्लासमा के गर्दैछ हाम्रो भाइले प्यारो भाइले पढ्दै होला उसो लुकेर गराउनुपर्छ भिडियो पनि यहाँ अहिले म्याम सरहरूले देखि नै भेजा हुन्छ लुकेर गराउनुपर्छ है भिडियो कहाँ चाहिँ के छ दुर्गाञ्च कता सेक्सन हेर्छौँ लुकेर हामी पढिसक्यौँ क्लास पढ्दैछ अब यस्तो यतातिर नास्ता खाम नास्ता बसाउँछ होइन देख्नु सक्नुहुन्छ हामी चाहिँ जान्छौँ अब युएनमी बबल टी एन्ड कफीमा छौँ होइन यो चाहिँ हाम्रो जलसनको जलसनको सबैजना आउनु पऱ्यो है सबैजना आउनु पऱ्यो यहाँनिर चाहिँ लोकेसन चाहिँ कहाँनिर भनेको भन्यो न्यू रोड पिपल बोर्ड साइड गेटनिर यो भयो यो गेटनिर यहाँनिर यो गेट भयो होइन न्युरोको गेट अनि ठ्याक्क यहाँनिर भयो यो छ यहाँनिर युएनमी बबल टी कप सप है न्युरोड यो भयो न्युरोड आइसी टक यो है सबैजना आउनु होला हामी चाहिँ युएनमी बबल टी कप सपमा र कला सबैजना आउनु होला भिजिट गरिदिनु होला नयाँ नयाँ खुलेको 10 दिन पैसा खोलेको है त्यही नै हो आज त यति नै आजलाई ब्लग यति हुन्छ थ्याङ्क यू सो मच